अब हिँड्ने होइन क्या भाइ बुढे गाडीमा हिँड्यो भने यता गर केटाहरू छ कहाँ हिँड्ने त अब केटाहरू कि एक्लै हो कि कहाँ एक्लै जानु भन्नु भए मात्रै यिनले नक्ति समातेपछि किनकि यो चम्किने कुरा हो त्यही भएर यस्तै खालि हुनु पर्यो कि अब यसलाई अब कालो हिउँ परेपछि चम्किँदैन चस्मा ला भएर चम्के देख्यो कि हस् सानले बनाउँछ आज त्यो त सुरुले थाहा होला नि सुरुले पुरा युट्युबमा हेरेर पुरा थाहा नि के हेरेर बनाउने मलाई एउटा मर्स्याङदेखिको मुहान हो यो सोर्स त्यसमा उनीहरूले लात कता ऊ भने बुढी मलाई चाहिँ किनलाई पाप गट फटाइ पाप चाहिँ नझरोस् है भन्ने त्यसो भने झर्ने हो अहिले त्यहाँ भन्ने मेरो राख्नु तिम्रो त्यो अप्पर पिसाङ त्यही तल चाहिँ अलिकति बाटो खराब रहेछ दाइ है यता माथि चाहिँ हिउँले चिप्लिन्छ कि भन्ने हो हजुर नजिक त ढलान रहेछ नि त बाटो त स्याउको पुरा बोटहरू सानो हो हाँगेर सर्ने हो पलामी गरेर पलानु ए अब सबै आएर रहेछ कि दा ए त्यही भएर नआएको अन्त त्यो माथि हाइटतिर चाहिँ नजा दाइले भनेकै ठाउँतिर हो कि त्यो ग्रिन लेकतिर दामी छ ब्लू लेक ग्रिन लेक होइन त्यसले चलाएर आएको एक्लै गाह्रो हुन्छ नि त पानी नगएपछि उसै गाडी लिएर आएर जान्छ त्यो ठेकदारहरू आएर रहेछ कि यिनीहरू साइड हेर्नु केही होला उसले चलाउँछ होला दाइ तपाईँ गाडी चलाउनु पिरे नगरे हामी दुइटै ड्राइभर हो के हो तपाईँ गाडी बिबीवाला के उहाँहरूले टिकटवालाहरू पेट्रोल सबै चलाएर आउँछ है गोथरी निदाइहाल्यो अलिक बाटो सजिलो भयो नि त अब चाहिँ यस्तो बाटो छैन गोथरी निदा गोथरी चिनमा हो गोथरी के हो चिनमा घुम्नको मान्छे सोध्छ यार हेर न हेर न के हो त्यो बाघ 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 हो त्यो मनाङको के भयो चस्मा त्यस्तै भयो हो यो कति डङ्ला हो कस्तो
जल्दी हो अप क्लिनिक ल हिँड्दै जाने हो र पुरै ಬೇಡ ನೀವು ಬಿಡುದು ಬರ जम्मै हिउँ पौलेर झरिसक्यो हेरी हेरी हुन्छ नर्मल होइन 15 नेक्स्ट टाइम होइन उताबाट नेपालको ट्रेकिङ जता पनि हो कि यी हेलिप्याड यहाँ रहेछ यी अँ बनाएको लाग्छ त्यो होइन सशस्त्र बेस क्याम्प यो हामी कहाँ छिर्यो पुरा स्याउ खेती कहाँ पनि हुन्छ क्या हो के लिएको यसको नाम अननोन लेक सिङ्गै दुइटा रहेछन् नि हाँस त सानी काटेर खाने त्यसलाई आज त भेजिटेरियन हो नि त आज तपाईँले खानुहुन्न हो र भेजिटेरियन जङ्गल जाँदैन याक जम्मी हो
यो स्पिड ब्रेकर एक्लै अनि अरूसँग रोकिदिन्छ नि त म हुन्छ टुरिस्टहरू त्यतै कहाँ हो हात होला नि सेतो घोडा सबै घोडामा पर्दैन होला त्यो गाई पनि कति धेरै थियो त्यहाँनिर पाहाडे त्यो बाख्राहरू सबै दादा पनि निधन भएर चाहिँ सानी त बाटो अलिक सजिलो भएपछि हामी राम्रोसँग डुङ्ग्रो भएपछि चाहिँ यहाँ त्यत्तिकै माथि जानु सक्दैन आउने अब हिँड्ने होइन क्या भाइ बरु यही गाडीमा हिँड्यो भने हिँड्यो यता गर केटाहरूसँग कहाँ हिँड्यो त अब केटाहरू कि एक्लै भने कि कहाँ एक्लै जानु मान्नुमा मात्रै यिनले नथी समातेपछि किनकि यो चम्किने कुरा हो त्यही भएर यस्तै खालि हुनु पऱ्यो कि अब यसलाई अब कालो हिउँ परेपछि चम्किँदैन चस्मा ला भएर चम्किँदैन कि भाइ हस् सानले बनाउँछ आज त्यो त सुरुलाई थाहा होला नि सुरुले पुरा युट्युबमा हेरेर पुरा थाहा नि के हेरेर बनाउने मर्स्याङदेखिको हुनु चाहिँ मलाई एउटा मर्स्याङदेखिको मुहान हो यो सोर्स त्यसमा नुन हाल्नुपर्छ लात
भने बुढी मलाई चाहिँ तिमीलाई पाप गट हटाइ तिमीलाई पाप चाहिँ नझरोस् है दा भन्ने त्यसो भने झर्ने हो अहिले त्यहाँ भन्ने मेरो राख्नु तिम्रो अप्पर पिसाङ ए अप्पर पिसाङ त्यही तल चाहिँ अलिकति बाटो खराब रहेछ दाइ है यता माथि चाहिँ हिउँले चिप्लिन्छ कि भन्दा हो हजुर नजिक त ढलान रहेछ नि त बाटो त स्याउको पुरा बोटहरू सबै यो च्याउ जान्छ न हो हाँगेर पुरा सर्ने हो पलामी गरेर पलामी ए मैले भिडियो अब सबै आएर चाहिँ के दा ए त्यही भएर नआएको त्यो अन्त माथि हालतिर चाहिँ नजा दाइले भनेकै ठाउँतिर हो कि त्यो ग्रिन लेकतिर दामी छ त्यता भनेको। ब्लू लेक ग्रिन लेक होइन त्यसले चलाएर आएको एक्लै गाह्रो हुन्छ नि त पानी नगएपछि उसो गाडीले राखेर जान्छ त्यो ठेकदारहरू आएर चाहिँ कि यिनीहरू साइड हेर्नु केही गर्दा उसले नि चलाउँछ होला दाइ तपाईँ गाडी चलाउनु पिरे नगरे हामी दुइटै ड्राइभर हो के हो तपाईँ के होला त्यो गाडी बिबीवाला के उहाँहरूले टिकटवाला र पेट्रोल सबै चलाएर आउँछ गोथु मिलाइहाल्यो अरे बाटो सजिलो भयो नि त अब चाहिँ यस्तो बाटो छैन गोथु नि त गोथु चिनमा हो गोथु के हो यहाँ पनि चिनमा घुम्नको मान्छे नि सोध्छ यार हेर न हेर न के हो त्यो बाघ 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 रियल हो रे बाघ हो त्यो मनाङको हो त अनि के हो के भयो चस्मा त्यस्तै भयो हो यो कति डङ्ला हो त्यो पासमा चाहिन्छ आउनेहरूको छ यो त्यही भएर मलाई क्यामेरा लेन्स चाहिँ भनेर ल हिँड जल्दी हो